नमस्ते सम्पूर्णमा म अनिकेत कपाली। सधैँ जस्तो मेरो घरमा यति धेरै खाना पाक्छ। यो चाहिँ सडकमा बस्ने स्ट्रिट डगलाई खाना हो। यो खाना चाहिँ हामीले जस्तो खान्छौँ उनीहरूलाई पनि त्यस्तै खुवाउँछौँ। अनि यो चाहिँ मेरो प्यासन हो। अनि म चाहिँ मेरो एरियामा भएको एराउन्ड 60+ जना स्ट्रिट डगलाई खाना खुवाउँछु। अनि अब हामी मान्छे पो आफ्नो लागि काम गरेर खान सक्छौँ, मागेर खान सक्छौँ। तर उनीहरू आफ्नो लागि केही गरेर खान सक्दैन। बिहान उठ्दादेखि उनीहरूलाई भोक लाग्छ, भोक लागे पनि खानेकुरा केही हुँदैन, फोहोर खाइरहेको हुन्छ। त्यही बुझेर चाहिँ अनि हामी आफै खाना घरमा पकाएर लाउँछौँ। यो खाना चाहिँ मेरो मम्मी बिहान सबैले उठेर पकाइदिनुहुन्छ। अनि मम्मी नभए त म एक्लै गर्न सक्दिनँ। अनि यो खाना पनि हामीले जस्तो खाना खान्छौँ उनीहरूले पनि त्यस्तै खाना खुवाउँछौँ। यो खाना खैरे आऊ, खाना आइसक्यो। खानाको लागि चाहिँ यसरी नै कुरेर बसिरहेको हुन्छ। काले 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 कहाँ गयो? बस त तलसँग लिन आएको मलाई खानाको लागि सधैँ यसरी नै है। खाना कहिले आउँछ भनेर उनीहरूलाई कुकुर भनेर कहिले सम्झिँदैन। उनीहरूलाई नि एक किसिमको मान्छे भनेरै सोध्छु। बेचारा सबै बुझ्छ तर बोल्न मात्र जान्दैन उनीहरू, होइन? तर आजभोलि मान्छेलाई माया गर्नु भन्दा उनीहरूलाई माया गर्नु ठिक लाग्छ मलाई चाहिँ। ल ल न ल खैरे यता, ल ल यता यता। अर्को खैरे यहाँ छ फेरि। न काली आऊ, खाना आइसक्यो। काली सुन न, यो भिडियो अनि सबैलाई नमस्ते गरिदियो। अनि चितवन बासी सबैलाई नमस्ते। ल सबैलाई नमस्ते गरिदियो। ल नमस्ते। हो चितवन बासी सबैलाई नमस्ते रे है। ल ल म खाना हालिदिन्छु। ल ल ल ल वाह वाह वाह। न न ल पुग्यो। बसल जा, गाडी आएर बस न। खानाको ल त्यहाँ हेर न कुरेर बसेर के चाहिँ खैरे। ल न तिमी यहाँ छ, यता यता तिमी यता न। ओइ न ल खाना आइसकेपछि चाहिँ पहिला चाहिँ पछि चाहिँ प्लेट टिप्छु यसरी। पहिला चाहिँ दिँदै दिँदै आउँछ अनि पैसा प्लेट टिप्दै दिँदै जान्छु। ल अनि पेयो चाहिँ डस्टबिन हो यसरी राख्छु अनि घरमा लगेर फाल्छु। सकिन्छ तपाईँहरू सबैले उनीहरूलाई माया गरिदिनु होला। सकिन्नुहुन्न भने उनीहरूले हेला नगरिदिनु होला। तपाईँले आफ्नो घर वरिपरि भएको स्ट्रिट डगलाई चाहिँ देख्यो भने चाहिँ एक्स्ट्रा खाना पनि खुवाइदिनु होला। यदि तपाईँले खाना खुवाउनु सक्नुहुन्न भने हप्ता एकचोटि भए नि खाना खुवाइदिनु होला। अनि हप्ता एक दिन पनि खाना खान सक्नुहुन्न भने 15 दिनको एकचोटि खाना खुवाइदिनु होला। यदि 15 दिनको पनि एकचोटि सक्नुहुन्न भने तपाईँले एकचोटि महिनाको एक दिन भयो नि खुवाइदिनु होला। ताकि महिना एक दिन त भोकै बस्नु पर्दैन उनीहरूलाई। त्यो बुझ्नुपर्छ। तपाईँको घर वरिपरि भएको कुकुरहरूलाई अहिले गर्मी महिना छ, पानी राखिदिनु सकिन्छ भने अलि सानो बस्नलाई ओत दिनु होला। अब हाम्रो पो घर छ, हामी तातोसँग बसिरहेको हुन्छौँ, उनीहरूको त केही छैन क्या। तर वास्तविक भन्नुपर्दा असली सुकुम्बासी चाहिँ यो सडकमा बस्ने कुकुरहरू नै हो। न उनीहरूको बस्ने ठाउँ नै छ, न उनीहरूको खाने केही छ, न उनीहरूको आफन्त नै छ। त्यो हामीले बुझेर एउटा मानवता भएको हिसाबले उनीहरूलाई सेवा गर्नुपर्छ र उनीहरूलाई खाना दिनुपर्छ। अनि हामी एउटा मानव भएर जन्मिसकेपछि कुकुर सबै जनावरको भगवान हामी मान्छे नै हो। भगवान भएको हिसाबले उनीहरूलाई हेला होइन माया गर्नुपर्छ, खाना दिनुपर्छ, सकेको उनीहरूलाई सेवा गर्नुपर्छ। हामी दिनको 3 छाक खाना खान्छौँ तर उनीहरूलाई चाहिँ दिनको 1 छाक खाना खान पनि कति गाह्रो छ, कति सङ्घर्ष गर्नुपर्छ। त्यो हामी सबैले बुझ्नुपर्छ र बुझ्न पनि जरुरत छ। एक घर एक कुकुरलाई मात्र खाना खुवायो भने कोही कुकुर पनि भोकै बस्नु पर्दैन थियो। त्यो सबले बुझ्न जरुरत छ। बासीहरू सबैलाई एकदम धन्यवाद दिन चाहन्छु यति धेरै माया र सपोर्टको लागि।
हजुरले मेरो कामप्रति एप्रिसिएट गर्नुभयो मलाई यो कार्यक्रममा सहभागी जनाइदिनु भयो धेरै धेरै आभारी छु हजुरप्रति तपाईहरू सबैले पनि माया गरिदिनु होला जय पशु सेवा धन्यवाद सडक कुकुर तथा अन्य जनावरलाई खाना खुवाउने र हेरचाह गर्ने कार्य गर्दै आएका छन् उनको कामले निशब्द प्राणीप्रति करुणा र जिम्मेवारीको सन्देश दिन्छ कुकुर तिहार जस्ता प्रतीकात्मक पर्वभन्दा बाहिर निस्केर दैनिक जीवनमा दया व्यवहार आवश्यक रहेको उनको विश्वास छ पशु सेवा नै नैतिक कर्तव्य हो भन्ने सन्देश फैलाउँदै उनले समाजलाई संवेदनशील बन्न प्रेरित गरेका छन् नेसनल सोशल अवार्ड 2025 छैठौँ संस्करणबाट हामी सम्मानित गर्न चाहन्छौँ काइन्डनेस विदाउट वर्ड्स सर्भिस टु स्ट्रे एनिमल्स मे बी काइन्डली इन्भाइट अन स्टेज अनिकेत कपाले